निभो हैन अब यहाँ राखेर फुक्नु 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 ए फुक्ने निभिएर के बिहार हो अब यो निकाल्नु न त्यो नगरिकन उभो यो निकाल्नु दुईजनाले नै अब के काट्नु अब खोइ भिडियो गर्नु है दाइ मैले भिडियो गरिरहेको छु मैले यहाँ समाउनु यो चाहिँ के विधि गाडेको एकछिन यसरी भिडियो गर है राजु यसरी यहाँ आउने यसरी गरी अब यहाँ उ गर्नु भा मैले भिडियो गरिरहेको छु मैले यहाँ यसरी काट्ने ल अब अर्को यताबाट के अरे खुवाउने त पहिला हामीले होइन बाबामालाई हो हो पहिला हामीले त्यसो भए त कसले हो तैँले गरिके होइन आइज निकालेर खुवा ल भयो दिदी यो यसले निकाल्छ यो छ नि यो यस्तो जोडेर हुन्थ्यो काट्छ हुन्थ्यो जोड हुन्छ के हुन्छ 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 ल निक्लिसक्यो यसले निकाल्दिनु भिडियो भयो त भइरहौ निकाल्ने के भने एउटा उल्याउनु पर्थ्यो है यसरी निकाल न हो यसरी निकाल खुवाइदे कसरी निकाल्ने मान्छे यसरी फुत्ता निकाल न केले हो त्यसरी हातमा लाग्छ अनि ए लागोस् न हौ यसरी ल खुवाइदे बाबाले फेरि दुःख खाँदैनन् है गाह्रो छ अर्को केही हुँदैन केही हुँदैन छोडेर खुवानु भयो त्यसको नअट्ने के पहिला अब बाउलाई नि खुवाउनु पर्यो होइन समाएर खानु सुरुमा त त्यो ठाउँसम्म आमालाई खुवाउनु पर्ने होइन ठिक छ बाबामालाई नै अब सबैजनाले के खानु पहिला अब आमालाई खुवाइदिउँ अनि दुध खुवाइदिउँ होइन त्यो पाल पारेर खुवाउनु पर्थ्यो हुन्छ क्या हुन्छ त्यसरी खुवाउँदा हुन्छ तपाईँहरू के खुवाइदिने त्यो पहिला त दुध खुवाइदिएन आमालाई त्यसपछि म कोही होइन सुरुमा केक चाहिँ खुवाइसकौँ न होइन क्या मलाई ढिलो हुन्छ पहिला यो दुध खुवाउने हो कि यो त यहीँ बस्यो है यो डल्लो त्यही त दिदीलाई धेरै गाड्नु भयो क्या ल त्यो कत्रो खुवाएको हो मुखमै नअट्ने गरी केक त थोरै छ खोइ त लु दुध गर्नु न गर्नु त त्यसरी खुवाउने हो त अनि धारो बनाएर खुवाउने हो पाल चाहिँ पाल भयो के भयो हुन्छ क्या हुन्छ भइसक्यो अघि रेडी गरिएन अनि गर्नु न अलि पनि कस्तो हो गर्नु पनि डराएको त्यो मुखमा को खुवाउने हो बुवालाई पनि खुवाइदिएन बुवाले खान्छन् त खाइहाल्छ आमाले खानु अर्को म भिडियो गरेर त म आमालाई मेरोमा नि गइरहेको मेरो छोरा पनि खेलेर बस्छ है केक मैले काट्ने हो कि आमाले काट्ने तपाईँले काट्नु हो काटेर आएको दिनु न त्यो नसमाउनु न त्यो आमालाई मात्रै खुवाउनु बाउलाई अब बाउलाई पनि अब कुस्या यो के काटेकै निकालेर खुवाउँदा निकालेर खुवाउँदा नि हुन्थ्यो हातमा लगाएको आधी आमालाई आधी बुवालाई खुवाइदिनु न थोरै ठिक्क खुवाउनु पनि मुखमै नआउनु फोटो खिच्यो भिडियो भयो खै म खुवाउँछु ल मैले त खुवाइसकेँ है ल तिमीले खुवाउ ल टिका लगाइदिन्छन् होइन टिका लगाइदिएर अब केही दिनुपर्ने हो केही दिने कुरो केही छैन अब कसरी दिने होइन यस्तो आमालाई त टिका लगाइदिनु पर्छ कि हामीले पनि दिने कुरो केही छैन ऊ यही लगाइदिनु ल त्यो हो र टिका चाहिँ तिमीहरूलाई लगाइदिनु हो नि होइन आमालाई पनि लगाइदिन्छ खोइ अहिले चाहिँ हामी पनि खाइदिनु खै लु आमा र बाउको एउटा टक्क मिलेको फोटो खिचिदिनु पर्छ यता आउँदा भयो अब त खानु मिल्छ नि है मिल्छ सधैँ हट्छ त्यहाँ बुवा आमा यता हेर्नु त मैले फोटो पनि कताबाट खिच्ने